हेलो नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानल निरु विश्वकर्मा मा देश विदेश जुनसुकै ठाउँमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले जेन्ट्स सर्टको कटिङ लिएर आएको छु। सबैजनाले हेरेर माया गरिदिनु होला, सेयर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। हजुरहरू जहाँ जुन ठाउँमा बसे पनि सबैजनालाई सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा राख्दै आज चाहिँ सर्टको कटिङ लिएर आएको छु। हेरेर सेयर सब्सक्राइब कमेन्ट गरिदिनु हुनेछ भन्ने आशा लिँदै सुरु गर्न लागिरहेको छु। आउनुहोस् है सबैजनाले माया गरेर धेरैभन्दा धेरै सेयर सब्सक्राइब गरिदिनु होला, धन्यवाद भन्न चाहन्छु। आज चाहिँ मैले अस्ति दिएको ड्राफ्टको कटिङ लिएर आएको छु सर्टको, जेन्ट्स सर्टको। अनि अस्ति चाहिँ ड्राफ्ट दिएको थिएँ, आज चाहिँ मैले कपडा कटिङ लिएर आएको छु। सबैजनाले हेरिदिनु होला मेरो निरु विश्वकर्मा युट्युब च्यानलमा आउँदैछ यो सर्टको कटिङ। हेर्नु होला साथीहरू, आज मैले स्टार्ट गरेको छु। सबैजनाले माया गरिदिनु होला अनि सेयर सब्सक्राइब धेरैभन्दा धेरै गरिदिनु होला। हेर्नु होला है त, आज मैले सर्टको कटिङ सुरु गरेको छु। सबैजनाले ध्यान दिएर हेरिदिनु होला अनि यसलाई माया पनि गरिदिनु होला। कस्तो हावा लाग्यो भाइ? आजभोलि एकदमै जाडोको समय छ साथीहरू, अनि जाडोको समयमा पनि बाक्लो बाक्लो कपडा लाएर अनि आज मैले सर्टको कटिङ लिएर आएको छु तपाईँहरूको। अब मैले यहाँ नापो लिन सुरु गरेको छु, हेर्नु होला यतातिरबाट। अनि गला लिएको छु 2.5। जेन्ट्स सर्ट हो साथीहरू, यतातिर पनि गला 2.5। यसलाई पछितिर मैले हल्का छाटेर गला मिलाउनु पर्ने हुन्छ। यो चाहिँ लम्बाइ लिएको छु, लम्बाइ 30 छ हाम्रो। अनि यतातिर कुम भाग लिएको छु, कुम चाहिँ हाम्रो 9.5 छ साथीहरू, 9.5। अनि यतातिर काखी लिएको छु। काखी चाहिँ मैले कति राख्छु भन्दाखेरि साथीहरू 7 राखेँ भने, अनि कुम चाहिँ 7 राख्यो भने उताबाट 6 आउँछ, 6 अनि 1 घट्छ। अनि यता 6 6 12 13 14 15 हल्का सानो हुन्छ होला साथीहरू। मैले अनि 7.5 राखेको छु है। ठुलै मान्छेको लगभग एकदम ठुलो मान्छेको सर्ट हो यो चाहिँ। 7.5 काखी राखेको छु। अनि यतातिर कुम भाग 1 घटाइदिएको छु यहाँबाट, अनि 1 घटाएपछि यहाँ 6.5 भयो। अनि यतातिर छाती चाहिँ मैले
11 छ। यो सर्टको नापो अनुसार अनि 11 भएको छ नापो, छातीको नापो। अनि यता हिप पनि 11 नै राखेको छु। अनि यहाँ चाहिँ हल्का कम्मरमा चाहिँ आधी इन्च कम राख्नुपर्छ साथीहरू। हल्का कम्मर सेप आयो भने अनि राम्रो हुन्छ। हामीले यसरी राखिन्छ। अनि यो हल्का सेप कम्मर मिलाउनको लागि मैले यो स्केल प्रयोग गरेको छु। अनि यो प्याड काट्ने स्केल हो। यसले सेप मिलाइदिएको छु मैले यो स्केलले। यसमा साथीहरू हल्का आधी इन्च जति अनि सिलाइ भाग राखेको छु। यो चाहिँ कुम भाग हो। कुम 9.5 छ। यो चाहिँ काखी भाग हो। अनि 9 कुम छ। अनि यो आधी इन्च हल्का यता बाहिर निस्केको हुनुपर्छ। अनि आधी इन्च बाहिर निकाले। अनि यहाँदेखि सट्ट काखी। कति मिनटको भयो? अब चाहिँ मैले अगाडिको भाग चाहिँ काट्न लागिरहेको छु साथीहरू। मेरो हल्का कैँची धार मरेको छ साथीहरू। त्यही कारणले पनि हल्का ढिलो। धार लगाएर लिएको थिएँ बच्चाहरूले। अनि यो चाहिँ काखी हो साथीहरू। मैले बसेर काटेको छु साथीहरू। मेरो अब त्यस्तै हो। मेरो पसलमा सबै सामानहरूको पनि अलिकति कमी कमजोरी छ हैन। सबै कुरा के गर्नु साथीहरू, गाह्रो छ। अनि सानो पसल हो मेरो। पसल भन्दा पनि मैले घरमै हल्का गाउँमा तालिम गरेर अनि घरमै काम गरेको छु। ठुलो पसल होइन साथीहरू। जे जस्तो भए पनि तपाईहरूले माया गरिदिनु होला, हेरिदिनु होला। अनि साथ सपोर्ट गर्नु होला तपाईहरूले। हजुरहरूको साथ सपोर्ट नै मेरो लागि एकदम ठुलो कुरा हुनेछ। यो अगाडिको पाटा काटिसकेको छु। अब यसलाई पछाडिको पाटा लिन गइरहेको छु साथीहरू। यसलाई काटेर फ्याँकिदिन्छु।
त्यसपछि अब चाहिँ पछाडिको पाटा लिन गइरहेको छु। यो चाहिँ पछाडिको पाटा हो साथीहरू। पछाडिको पाटा मैले अगाडिको पाटा 30 लिएको थिएँ भने पछाडिको पाटा चाहिँ यहाँ हल्का छड्के रहेछ यो कपडा। यो छड्के भागलाई मैले काटेर पाल्दिएँ। अब चाहिँ मैले पछाडिको पाटा लिन गइरहेको छु। पछाडिको पाटा अगाडिको पाटा 30 लिएको थिएँ भने पछाडिको पाटा चाहिँ मैले 29 लिएको छु, 1 इन्च कम। कुखुराको मासु, माछा मासु राखिदिनेछ घरै। यता 29 छ, यता पनि 29 छ साथीहरू। पछाडिको कुम चाहिँ यता बन्द भागबाट लिनुपर्छ। पछाडिको भाग कुम चाहिँ 9 लिएको छु अनि काखी चाहिँ 6.5। यो चाहिँ पछाडिको भागको यो कम्मर सेप हो, यहाँदेखि लिएको छु। चिसोले गर्दाखेरि हल्का रुगाको केही पनि लागेको छ साथीहरू। कम्मर सेपको साथीहरू। यो चाहिँ काखी। अहिले मैले चट्टा पिसहरू छुट्टाएको साथीहरू। यसको सेपहरू मिलाउनुपर्छ सिलाउने बेलामा। सिलाउँदाखेरि पुरै सेपहरू मिलाएर सिलाउने छु। हजुरहरूलाई नै देखाएर नै यही च्यानलमा देखाएर नै सिलाउने जमाको गर्नेछु। अब चाहिँ बाहुला
बाउला लिन गइरहेको छु। बाउलाको लम्बाइ चाहिँ 24 छ, ठ्याक्कै 24 रहेछ साथीहरू। कपडा पनि यहीँदेखि लिनेछु। आउँछ साथीहरू, यो मैले सर्ट पैसा नभएपछि बलक हुन्छ बलक बसेर हाम्रो सबै खाता जति त्यो अब निवेदन दिएर छोड्ने अरे 3 महिनापछि खुल्छ। 3 महिनापछि खुलेपछि त्यहाँ बल्ल दिन्छ। त्यस्तो हो। 2700 रहेछ मेरो। यो बाउलाको काकी लिएको छु। अनि मैले यो बाउला लिएको छु। बाउला चाहिँ 2टा बाउलाको या 4 डबल कपडा पट्याएको छु। अब चाहिँ यताबाट लम्बाइ लिन्छु। यो बन्द भागबाट अनि 24 छ हाम्रो बाउला लम्बाइ। बाउला लम्बाइ 24 छ। गोलाइ चाहिँ यो। अनि बाउला लम्बाइ 24 अनि 24 मा यता काखीतिर हामीले 3.5 घटाइदिएको छु मैले। अनि कम काखी चाहिँ हाम्रो लगभग 9.5 छ सिलाइ जोडेर। यहाँदेखि यहाँसम्म काखी भाग। चक पनि अलि टाढा देखिएन साथीहरू, यसको लागि सरी भन्न चाहन्छु। अब चाहिँ यहाँबाट काटेँ मैले यो बाउला लम्बाइ। अनि यो अगाडिको काखी भाग हो बाउलाको। यो अगाडि चाहिँ हरेक बाउलामा आधी इन्च काखीमा घटाउनु पर्छ।
सापातिरबाट आउनुभयो नि अगाडिपट्टि हो कि हाम्रो घर सापातिरबाट जाँदा पहिला हाम्रो घरतिर गयो पछाडिको बाहुलाको कप राख्ने भाग हो। यो चाहिँ बाहुला। अब चाहिँ मैले पछाडिको तिरका भाग काट्छु। यसलाई तिरा भाग चाहिँ हाम्रो यतादेखि काट्छु साथीहरू। यहाँदेखि तिरा भाग काट्न लागिरहेको छु। तिरा भाग भनेको यो भाग चाहिँ तिरा भागको यो लम्बाइ मैले 5 राखिदिएको छु साथीहरू। हल्का 5 धेरै सानो भयो भने पनि अलिकति सुहाउँदैन। अनि यतातिर चौडाइ चाहिँ 9 गुना 18 सिलाइ भागसँग 19 लगभग मैले 19.5 राखेको छु। पहिला यसरी मैले कपडा निकालिसकेको छु साथीहरू। हाम्रो एउटा के अरे सरको उसले बुढीले खालि मान्दै मन्दिर कि म गर्ने क्या मान्दै भन्छु आफ्नो बुढालाई। हाम्रो पनि सर हो कि तिमीले जानु न हल्का बिजी जति बोल्ने फोनमै बोलियो के अरे 100 रुपियाँ उठाएर खाऊँ न त मासु भोलि नानीको भुड्कीको पैसा काटेर दिन्छु। ठ्याक्क 9:30 भएको छ साथीहरू। तिरा पनि अनि तिराको यता कुमतिरको गला चाहिँ सरी चप्पन फुट्यो। अघि उठ्दाखेरि बिर्सेर बसेको जानु न आउनु त को यो तिरा भाग यो गला
फोन गरेर यो मैले तिरा भाग काटेको छु साथीहरू, ल हेर्नु होला। तिरा भागको आकार ट्याक्क। अब चाहिँ बाहुलाको कप काट्न गइरहेको छु। बाहुलाको कप काट्न गइरहेको छु साथीहरू। मलाई किनेको मात्र मलाई थाहा छैन कति भनेको काशीलाई सोध्दा त कति के 44 सयको जगत हो यो चाहिँ कप। सरको घर ल्याइदिएको यो चाहिँ गोलाइ 5 छ, 5 को 10 भयो। अनि सिलाइ भाग 11। ल साथीहरू, मैले कटिङ चाहिँ मोटामोटी रूपमा मैले काटिसकेको छु। अब चाहिँ यसलाई छाटकाट गरेर एकदमै मिलाएर सिलाउनु पर्छ। सिलाउने बेलामा मैले सबै मिलाएर सिलाउने छु। अनि तपाईहरुले हेर्नु होला, सिलाएको पनि हेर्नु होला र माया गर्नु होला र नबुझेका कुराहरू कमेन्टमा कमेन्ट गर्नु होला, सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु साथीहरू। अब चाहिँ बाँकी यो कपडाको चाहिँ गला कलर अनि कपको। हजुर साथीहरू, अब चाहिँ मैले यो सर्ट काटिसकेको छु। तपाईहरुले मेरो यो सर्टको कटिङलाई हेरेर सबैजनाले माया गर्दै अनि भिडियोलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला भन्दै आजको यस जेन्ट्स सर्टको कटिङ यही सकाएको छु। अघिल्लो भागमा मैले यसको ड्राफ्ट लिएर आएको थिएँ, त्यसलाई पनि धेरैजनाले हेरेर शेयर सब्स्क्राइब गरिदिनु भएको छ। अनि अब चाहिँ यो कटिङ गरेको भिडियो चाहिँ मैले फेरि यो भागमा लिएको छु। यसको सिलाइको भाग चाहिँ मैले फेरि अर्को नेक्स्ट भागमा लिएर आउने छु। किन भन्दा साथीहरू धेरै लामो भिडियो भयो भने पनि तपाईहरुलाई हेर्नलाई अलिकति झ्याउ हुन्छ भन्ने लागेर मैले छोटो छोटो भिडियो लिएर आएको छु साथीहरू। सबैले हेरेर माया गरेर धेरैभन्दा धेरै शेयर सब्स्क्राइब गरिदिनु होला र अनि हजुरहरूले धेरै माया पनि दिनु होला भन्न चाहन्छु। यति भन्दै यस भिडियोलाई मैले यही अन्त्य गर्न चाहन्छु। नमस्ते सबैजनालाई, धन्यवाद।